नमस्ते, अस्सलाम वालेकुम। अहिले हामीहरूको माझमा नेपाल मुस्लिम समाजका पर्साका अध्यक्ष हुनुहुन्छ। तपाईँ आफ्नो परिचय दिएर र भोलिको कार्यक्रमको विषयमा मोहम्मद डेको कार्यक्रमको विषयवस्तुलाई लिएर त्यो कार्यक्रमको विषय जानकारी गराइदिनुहोस् त। बिस्मिल्लाहिर्रहमानिर्रहिम। अस्सलाम वालेकुम। नमस्कार। भोलि बुधबार हाम्रो मोहम्मद डे रहेको रहेछ। त्यो विषय हामीले चाहिने एउटा भव्य कार्यक्रम शान्तिपूर्ण तरिकाले चाहिने घण्टाघरमा आयोजित गरेको रहेछौँ। यो कार्यक्रममा चाहिने वीरगञ्जका हरेक टोलबाट वार्डबाट आउने सम्पूर्ण साथीहरू त्यहाँ जुलुस लिएर आउनुहुन्छ। त्यहाँ इकट्ठा भएर त्यो जुलुस भन्दाखेरि कस्ता जुलुस कि जुलुसमा हाम्रो केही पनि डिजे साउन्ड केही पनि हुँदैन। पुराना जमानाका चोङ्गा सानो स्वरमा बजाउँदै हाम्रो चाहिने जे इस्लामिक धर्म हिसाबले जे जिकिर हुन्छ पढ्दै उहाँहरू चाहिँ मनमा चाहिँ आउनुहुन्छ। त्यहाँ पुगेपछि हाम्रो चाहिँ एउटा स्टेज कार्यक्रम चाहिँ रहेछ। सबै धर्मका अगुवाहरू बुद्धिजीवीज्यूहरू र हाम्रा समाजका धर्म गुरुजीहरूलाई हामीले आमन्त्रण गरेको रहेछौँ। र त्यहाँ चाहिँ स्टेजमा बस्दाखेरि प्रशासनका प्रमुखज्यूहरूलाई पनि हामीले आमन्त्रण गरेका रहेछौँ त्यहाँ। र त्यहाँ हाम्रो तकरिबन 1 घन्टाका कार्यक्रम हुन्छ। हाम्रो चाहिँ मोहम्मद साहबको खास गरी मोहम्मद डे भनेको के हो, मोहम्मद डेका विषयमा चाहिँ यो जयन्ती किन मनाइने छ भने त्यो विषयमा हामीले एउटा मेसेज फरवार्डको लागि चाहिँ एउटा सर्वसाधारणमा सभ्य हिसाबले चाहिने हाम्रो समुदायका र विभिन्न समुदायका अगुवाजीहरू पनि आउनुहुन्छ। र सबै चाहिँ हामी खास गरी चाहिँ नगरवासीहरूसँग चाहिँ हामी अपिल गर्न चाहन्छौँ हाम्रो कार्यक्रममा शान्तिपूर्ण हिसाबले सहभागी भई हाम्रो कार्यक्रमका शोभा बढाउन हामी चाहिँ अनुरोध गर्दैछौँ। खास गरी योको कार्यक्रम यानी 8 बजे बिहान हाम्रो सुरु हुन्छ। 9 साढे 9 बजेसम्म हाम्रो कार्यक्रम चाहिँ सकिन्छ। हाम्रो कार्यक्रमको मेन उद्देश्य भन्दाखेरि चाहिँ मोहम्मद डे भन्दाखेरि मोहम्मद साहबको विषयमा आधा घन्टा 45 मिनटसम्म प्रवचन हुने चाहिँ एउटा जलसा जस्तै चाहिँ कार्यक्रम हुन्छ। त्यो कार्यक्रमबाट चाहिँ शान्तिपूर्ण तरिकाले जुन साथीभाइहरू जहाँबाट आउनुभएछ त्यहाँ फेरि फर्केर उहाँहरू चाहिँ आफ्नो घर चाहिँ गइदिनुहुन्छ भन्ने हामी अनुरोध गर्दैछौँ। र यसमा चाहिँ डिजे फेरि म रिपिट गर्छु साथीभाइहरूसँग, जुन टोलबाट पनि जुलुस आउँदाखेरि साथीभाइहरूले चाहिँ डिजे हामीले चाहिँ प्रतिबन्ध लगाएको छौँ। र प्लिज डिजे लाई नलिएर आउनु भनेर चाहिँ हामी पटक पटक यो अनुरोध पनि गर्दैछौँ सबै हाम्रो चाहिँ समाजका साथीभाइहरूसँग। र मोहम्मद डेको शुभकामना र मुबारकबाद खास गरी म देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ मोहम्मद डेका शुभकामना हामी आफ्नो नेपाल मुस्लिम समाज सङ्घको तर्फबाट चाहिँ हामी व्यक्त गर्दैछौँ। धन्यवाद। अस्सलाम वालेकुम।